यस्तो छ। हाई मम्मीहरु चाहिँ मकै खाँदै हुनुहुन्छ। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई च्यानल अगेन। अनि म चाहिँ अलि धेरै दिनपछि नै फेरि भिडियो बनाउँदैछु हैन। अनि अस्ति नै त्यो भिडियो बनाउँदा चाहिँ म गाउँमै आएको थिएँ हैन। अनि लास्टै गर्नु सक्यो यता अनि गाउँमै आएको थिएँ। अनि त्यतिखेर फेरि गएको बेला चाहिँ मैले फेरि भिडियो बनाएँ ल। अनि अहिले चाहिँ मैले यहाँ फेरि गाउँ आएको छु। अस्ति नै चाहिँ गहुँ काट्न मल छिट्न यस्तै काम गर्न आएको थिएँ र अहिले चाहिँ अब मकै खन्न आइरहेको छौँ। अनि यहाँ चाहिँ यस्तो गर्मी छ, देख्न सक्नुहुन्छ। मौसम पानी आउला जस्तो नि अघि भर्खरसम्म थियो, अहिले चाहिँ छैन हैन। अनि हामी चाहिँ मम्मी म अनि दिदी भएर आएको छौँ। अनि दिदी चाहिँ यस्तै सुतिछन्। अनि अब एकछिनमा चाहिँ हामी मकै खन्न जान्छौँ। अनि हामीले के गर्छौँ अब अरू बारीमा खन्दै हुनुहुन्छ कि अब गर्मी छ। अनि हामी चाहिँ एकछिनपछि जाने भनेर चाहिँ बसिरहेछौँ। हामी पनि एकछिनपछि चाहिँ जान्छौँ। हामी चाहिँ मकै खन्न जाँदैछौँ। अनि मकै त यो पाटोमा भ्याइयो के अरे। अनि यो पाटोमा पनि हिजो भ्याउनु भएको। अनि अहिले चाहिँ यहाँ तल खन्ने भनेर जाँदैछौँ। अनि मम्मी दिदी गइसक्नुभयो। अनि म चाहिँ जाँदैछु। यो चाहिँ खनेर भइसकेको हामीले चाहिँ हिजो बेलुका दिउँसोतिर आएको थिएँ। अनि फेरि दिउँसो आएर अनि बेलुका 4 बजीतिरबाट खन्यौँ। अनि बिहान 5:30-6 बज्न लागेको थियो। अनि त्यतिखेर आएर अनि यो खन्यौँ। अनि यो भ्याइयो बारी। अब फेरि देखाउँछु बारी, यो बारी पनि हो। अब चाहिँ हामीले मकै खन्छौँ। मम्मी चाहिँ लागिसक्नु भएको छ, दिदी। अनि हाई भन्छ तल खन्ने अनि कहिले र मकै साना रहेछ नि। यहाँ चाहिँ मकै खन्छौँ। मम्मीहरू चाहिँ मकै खाँदै हुनुहुन्छ। हाई अस्मिता, ल खन भिडियोमा सबैले हेर्छन् तिमीलाई। मकै खनेर यो बारी पनि भ्याएर अनि म चाहिँ घर जाँदैछु। मम्मीहरू चाहिँ गइसक्नु भयो। उहाँ पनि मकै खन्दै हुनुहुन्छ। अब हामी चाहिँ अब घर जाँदैछु। मौसम चाहिँ यस्तो भएछ, पानी आउला जस्तो पनि छ हैन। यो बारी पनि खनेर भ्याइयो, यताको पनि यो बुढी मम्मीको खनेर भ्याउन, यो हाम्रो यो नि भ्याइयो। अनि चाचीहरूले खन्न लाउनु त्यो पनि भ्याइन्छ, पानी आउला जस्तो छ। अब चाहिँ घर गएर नुहाएर यता गर्छु, खानासाना खाएर अब हामी चाहिँ धारपानी जाने भने हम कस्तो हुन्छ हेरौँ। यस्तो गरिदियो, हाई गरिदियो, गर हाई, नमस्ते गरिदियो। के हो यो गाडी? कसको? टाउको पनि के भएको त नि धुलो। यस्तो यो गाडी छोडेर हाई गरिदियो राम्रोसँग। बाई गरिदियो। अब जानु है भन ल। गाडीमा बस खै, गाडीमा बस मम्मी। है मम्मा मकै खन्न। बाबा खै त धार पानी। बाबा बितेछ न छैन? बाबा बितेछ कि धार पानी हो गएको? धार पानी हो। तिमी जान्ने हो? अहिले म लडेर जान्छ है तिमीलाई पनि धार पानी। हजुर के हो थार पिक्चर? जाम लाग्यो अहिले, म पनि जान्छु तिमीसँगै। आऊ के जाम। बाई। केटाकेटी चाहिँ खेल्दैछन्। आज फेरि अलि 2-4 जना त छन् के यहाँ केटाकेटी। तर पनि फेरि आज स्कुल शुक्रबार फ्राइडे हो। अनि फेरि तिनीहरू चाहिँ स्कुल गइरहेछन्। अनि त्यही भएर यो चाहिँ एक्लै खेलिरहेछ। यसको मम्मीहरू चाहिँ मकै खन्न जानुभएको। यता सबै मकै खन्न जानुभएको छ। हेर्नु न कस्तो राम्रो फुल फुलेको कि होइन। यो दिउँसोको 12 बजी फुल्ने फुल हो सायद। दिउँसोको 12 त खै पनि के बज्यो कि बजेन, तर फुल्न चाहिँ फुलेछ राम्रो। अस्मिता चाहिँ
नुहाउन जान लागेको छु थुतुन नदिया लै आ छैन म तपाईले मिट गर्न किन काम गर्न भाबी त हामी चाहिँ अब धारपानी जान लागेको मकै खानेर आएर नुहाएर अनि धारपानी जाँदैछौँ यहाँबाट चाहिँ मनिषा असे अनि म भएर जाँदैछौँ अनि जाँदा चाहिँ उताबाट जोबुन पनि जाने हो अनि हामी चाहिँ अब यहाँबाट फोटो खिच्दै धारपानीबाट फोटो खिच्दै यहाँ धारपानी चाहिँ ऊ त्यहाँ हो हाम्रो चाहिँ जानुपर्ने छ धेरै नै छ अब धो पनि लास्टै भयो अनि फेरि भोलि फर्किने भनेर चाहिँ जम्न भनेर फेरि हामी चाहिँ जाँदैछौँ हामी चाहिँ धारपानी आएर यहाँ त्यहाँ जानु थियो अनि त्यहाँ गएर आएर चाहिँ हामी यहाँ गरदेखिको होटलमा बसिरहेको छौँ के अरे अनि हामी चाहिँ गरम गर्दै आएको हामी चाहिँ स्प्राइट खाँदैछौँ अनि अहिले हामी मोमो खाने भनेर मोमो बनाउँदैछ म चाहिँ अहिले चाहिँ छैन हामी चाहिँ 4 जना भएर चाहिँ खाइरहेको छौँ अब एकछिनपछि खाने अनि हिँड्ने हाम्रो कामै के छ अनि फेरि घर फेरि मोमो खानु हामी चाहिँ अब खानु लाग्छौँ हाम्रो खाना चाहिँ यस्तो छ त्यो अस्मिताको यिनी हामी चाहिँ अब खाना लगाइसकेका छौँ जोबुनाको चाहिँ ऊ भेयो अरे अनि हाम्रो चाहिँ अलिअलि छ हामी चाहिँ अब धारपानी आएर धारपानी आउँदा चाहिँ 11:30 यस्तै भयो थियो क्या होइन अनि अहिले घर जाँदा चाहिँ 3 बज्न लागिसक्यो अब घर पुग्दा चाहिँ 3 बज्छ होला सायद हजुर किन गइरहेछौँ यस्तो छ बादल चाहिँ ल के त त्यति राखेर अनि अब त्यहाँ चाहिँ फोटो सुट चलिरहेछ अनि हामी चाहिँ अब घर जाँदैछौँ अनि अब खै कति बेला हुन्छ अनि फेरि घर गएपछि फेरि मकै खन्नु पर्छ फेरि धो हुन्छ अनि त्यही भएर चाहिँ अहिले लास्टेज हो हाँस्दै होइन यहाँ पहिला खसाल्दै नि खसाल्छन् सिन्दुर खसाल र अब खै अब मान्छे दुगुर्दा चुचो गरेर चाहिँ दुगुर्दै सिन्दुर खसालेर अब चाहिँ हामी घर पुग्न आँटिसक्यौँ अनि हामी चाहिँ माथि त्यो मोटर बाटो नगएर हामी चाहिँ अलिक जङ्गलको बाटो हिँड्यौँ माथिबाट चाहिँ अलि घुमाउरो टाइपको बाटो हो नि त अनि त्यही भएर यस्तो हामी चाहिँ भर्खर उता गाउँतिरबाट आएर भवा हेर्ने बसिरहेछौँ अनि पानी पर्यो अनि एकछिन फेरि उतै बस्यौँ एकछिन अनि फेरि अहिले चाहिँ घर भर्खर आइपुगेर अनि कपडा चेन्ज गरेर अब काम गर्नुपर्ने छ अब 2-3 दिन उता बस्यौँ अनि यहाँ सफा गर्नुपर्छ खानासाना बनाउनु पर्यो मम्मी फेरि उतिबाट मामा घर जानुभयो अनि त्यही भएर फेरि गाह्रो छ अनि यति भन्दै मेरो भिडियो इन गर्न चाहन्छु बाई बाई डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब